ल मुक्तिनाथ दर्शनको लागि गइँदैछ हामी अहिले चाहिँ चढिँदैछ अगाडि जाउँ न भिडियोमा आउनु पर्छ नि त ल यता दाइ पुनः दाइ ओके गन्तव्यस्थलमा पुग्न थियो कति तला पो थियो अरे यार अघि त बहिनीलाई सोधेको खै यहाँ मेन भिडियोग्राफरको पनि त आउनु पर्यो होइन ल नजिकै होला भनेर तलबाट स्पिड आएको त छैन रहेछ नि पुग्नु नसकिने रहेछ नि बोल्नुभयो हैरान अनि दाइ त्यो साउनी बहिनी त राम्रै लाग्यो त हौ साउनी बहिनीले जिस्काएको बहिनीले पनि तिम्रो मन पराउँछ भने हेन्डसम देखेर के हो मम्मीलाई सोध्नुपर्छ भने चाहिँ बहिनीले यार के हो मुक्तिनाथमा त यार ह्यान्डसम केटा त देख्नै हुँदैन क्या हो है केटीहरू मन पराइहाल्दो छ है अब एकजना उठाउ नम्बरलाई मिलाइदिउँ भनेको मिला जस्तो भइरहेछ अब हो र त्यसो भन साँच्चै खतम पारेर चाहिँ गफाडी भन्नुहुन्छ त मक्क भइरहेको थियो मुक्तिनाथको पनि एउटा बुहारी लिएर गइन्छ जस्तो लाग्दैछ हो नि त लगिन्छ क्या गिफ्ट अनि त्यो बहिनीले महँगो भन्दो रहेछ सामान नि अनि यस्तै महँगोमा बेच्यो भने त कहाँ भयो होइन बरु त्यो बहिनीलाई नै बेगाउनु पर्यो हेलिप्याड रहेछ नि त उ त्यहाँ कहाँ हेलिप्याड ऊ देख्नुभयो इमर्जेन्सीको लागि कुन बेला यहाँ पनि केबल कार लाउँछ है फाइनली हामी मुक्तिनाथ मन्दिरमा आइपुग्यौँ यहाँ चाहिँ मानिसहरूले चाहिँ जान अनजानमा गरेका गल्तीहरूलाई पापहरूलाई चाहिँ स्नान गरेर पखाल्ने चलन रहेछ।